गर्नुपर्छ, तर लाग्नु चाहिँ पर्छ। फेरि लक भनेकै त्यही हो। तपाईँको एउटा लाइन लेख्नुभयो, हिजो डाक्टर साहबले पनि भन्नुभएको थियो, डाक्टर नवराजले, तपाईँ कम्तीमा पहिलो लाइन लेख्नुहोस्। पहिलो लाइनले तपाईँलाई दोस्रो लाइन लेखाउँछ, पहिलो प्याराग्राफले दोस्रो प्याराग्राफ लेखाउँछ, र पहिलो किताबले दोस्रो किताब लेखाउँछ। तपाईँ लेख्दै नलेखेपछि त लेखाउँदै लेखाउँदैन। त्यो कारणले मलाई लाग्छ बिचमा रोकियो भने पनि फेरि लेख्नुपर्छ। म थोरै अन्तिममा अब पालो आउँदैन होला, फेरि म केही जोड्न चाहन्छु हाम्रो शीर्षकसँग पनि सम्बन्धित लेख्ने लत। मलाई के लाग्छ भन्दा मेरो अनुभवबाट पनि लेख्ने लत दोस्रो कुरा हो। लेख्ने लत हुनलाई पहिला पढ्ने लत हुनुपर्दो रहेछ। मलाई अझै याद छ, म पढ्दाखेरिमा बर्दियाको बाँसगढी अहिलेको त्यो बेला देउडाकला गाविस हो, त्यहाँ एउटा सामुदायिक पुस्तकालय छ। त्यो 55 सालमा स्थापना भएको हो र त्यो सायद बर्दिया जिल्लाकै पुरानो पुस्तकालय, त्योभन्दा पुरानो पुस्तकालय थियो। मेरो क्षेत्रमा त झन् धेरै थिएन, गुलरियामा सदरमुकाममा थियो होला। र त्यो पुस्तकालयमा म सदस्य हुनका लागि त्यो बेला 50 रुपियाँ साधारण सदस्यको रूपबाट म 8 कक्षामा पढ्थेँ र मसँग त्यो 50 रुपियाँ थिएन। र भर्खर सरकारले वृद्ध भत्ता दिने भनेर मेरो हजुरबुवालाई त्यो वृद्ध भत्ता पनि 100 रुपियाँ थियो त्यो बेला सुरुमा। र 100बाट उहाँले 50 रुपियाँ मलाई दिएको, म आज पनि उहाँलाई सम्झिन चाहन्छु। र उहाँले दिएको त्यो 50 रुपियाँ भएर म सदस्य बनेँ। त्यो 50 रुपियाँ पनि एक रुपियाँको नोट थियो। आज 1 रुपियाँको नोट पनि देख्न पाइँदैन। एक रुपियाँको नोट 50 पुर्याएर हजुरबुवाले दिएको वृद्ध भत्ताको पैसाबाट म सदस्य बनेँ। र सम्भवतः मलाई त्यो सजिलो लाग्ने अब म्याथमेटिक्स साइन्सहरूको अलिकति जटिल खालको किताबहरू बाहेक मैले धेरै किताबहरू त्यहाँ पढेँ। बिपी कोइराला पनि त्यहाँ पढेँ मैले, थुप्रै किताबहरू पढेँ। एउटा किताब 8 कक्षामा पढ्दाखेरिमा नबुझ्ने भएकै हुनाले होला मलाई लाग्छ मदन मणि दीक्षितको माधवी चाहिँ पढ्दा पढ्दै बिचमै मैले त्यो पढ्नै सकेँ। नत्र त्यहाँ भएका सबै किताबहरू पढेँ। मेरो खास पढाइ त्यहाँ भयो। अहिले पनि धेरै पढ्न पाएको र मैले यसलाई चाहिँ किन भन्न खोजेको भन्दा म त्यहाँबाट पुस्तकालयबाट किताब लेख्थेँ। खास गरेर हाम्रो यहाँ विद्यार्थी सहभागीहरू पनि हुनुभएको हुनाले पुस्तकालयबाट किताब लेख्थेँ। र म भैँसी चराउन जाँदाखेरिमा पनि खेतमा अथवा जङ्गलमा भैँसी चराउँदा पनि म किताबै पढेर बस्थेँ। त्यो किताब पढिसकेपछि धेरै शब्दको ज्ञानहरू पनि हुने भयो अथवा लेखाइको ज्ञान हुने भयो। त्यस हिसाबले चाहिँ त्यहाँ पढ्न थालियो। र हामीले लेख्नुभन्दा अगाडि चाहिँ पढ्ने लत पनि हुनुपर्छ। पढ्ने लत सँगसँगै हामी लेख्ने लतमा पनि जान्छौँ भन्न चाहन्छु। र यहाँहरूलाई पनि म त्यही शुभकामना दिन्छु। अब मैले थोरै थप्छु है। अब के गर्नु पऱ्यो भने म पनि धेरै पढ्छु है। अब त्यो सबैले पढेँ म पढेँ भन्दा धेरै पनि पढ्नु होइन। टाइम पाएसम्म म यात्रामा गएपछि यात्रामा किताब पढ्छु, अनि समय पाएँ भनेपछि बस्ने समय पाएँ भने लेख्छु है। त्यो पनि हजुरहरूले कोसिस गर्नुहोस् होइन। अर्को कुरा के छ भने हामी जति पनि छौँ है, सचेत भयो भने देश बन्छ है। नागरिक सचेतको आवश्यकता छ। नागरिक सचेत भयो भने नेता सचेत हुन्छ। त्यस कारणले सचेत बनाउनको लागि लेख्नु जस्तो त्यति जरुरी छ र पढ्नु त्यति जरुरी छ। अब यति भन्दै अब घुमाएर पगडी गर्ने राजा दर्नाली तालुमे मेरो मन छ नागुम कर्णाली।